नमस्कार, मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। यो मेरो पहिलो मिनी भ्लग हो। बुढाबुढीको लागि घाम एकदमै प्यारो हुँदो रहेछ। आज घाम लाग्ला जस्तो थियो र मैले आमालाई पार्क ल्याएकी छु। पार्क आउनु हुँदाखेरि एकदमै फ्रेस हुने र कहिलेकाहीँ चाहिँ नेपालीहरूसँग पनि भेट हुन्छ अनि उहाँलाई आफ्नो फन फिल हुँदो रहेछ। यो पछाडिको रुखमा मुना पलाउनु थाल्दै रहेछ। राम्रो सिन लाग्यो, त्यही भएर यहाँनिर मैले फोटो खिचाएँ आमालाई। अनि अर्को सिन पनि राम्रो थियो, यहाँ पनि मैले फोटो खिचेँ। घाममा हिँड्दै हुनुहुन्छ आमा, घाम तापेर बसिराख्नु भएको छ। उहाँलाई घाममा एकदमै हिँड्नु मनपर्छ। बिहान पनि मर्निङ वाक गरिराख्नुहुन्छ प्राय। हिँड्दै हुनुहुन्छ। अब हामी घर फर्किँदैछौँ। आज पनि आमा जस्तै बुढी नेपाली माइजू हुनुहुन्थ्यो। उहाँसँग घाम ताप्दै गफ गरिराख्नु भएको थियो। एकदमै खुसी हुनुभएको छ। विन्टरमा रुखको पातहरू सबै झरिसकेका हुन्छन्, कस्तो नराम्रो देखिएको छ। अब समर लाग्दैछ, पलाउन पनि थाल्दैछ। रुखको पातहरू झरे पनि भ्यू राम्रो देखिएको छ। यहाँको सिन राम्रो थियो र आमालाई फोटो खिचाएँ। अब हामी घर फर्किँदैछौँ। मेरो मिनी भ्लग हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। पुनः अर्को मिनी भ्लग लिएर आउनेछु। नमस्ते।